साथीहरु आज चाहिँ हामीले नेक्स्ट राउन्ड लिएर आएको छौं कलर एक्सचेन्जिङ गेमको अनि अर्को राउन्डमा चाहिँ म छैन अनि त्यही भएर फेरि गर्न लागेको छौं हामी कलर एक्सचेन्जिङ गेम ल स्टार्ट गरौँ स्टार्ट कलर चाहिँ कुन कलर निकाल्ने म भन्छु है गाइस पहिला सुरु छ पिंक ओके भिडियो मेरो सानो हकिन्छ होला वाउ उता भयो छिटो गर्नु के आशाको फेभरेट है सानो भएन यस दाजले ले ताली किनकि तिम्रो फेभरेट हो नि त ओके थ्यांक यू ल अब अर्को छ ओ बाटा ओरेन्ज वाउ आस्ता यस्तो फास्ट छ के अब छ लोक नाइमा लाग्दैछ बाहिर राख न आस्था बाहिर राख्ने हो नि रेड 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 प्लेट कता छ बेटा मैले त बेटा सेम सेम त लेखेन नि मिल्यो रेड अब हो रेडी रेडी गाइजहरु ब्लू 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 मिल्यो मेरो इलाम बने चकलेटी बन्दैन सेम सेम ल्याइछ ल ओके ओके तर थाहा थिएन के दुईटा चाहिँ ब्ल्याक ब्ल्याकमा मेरो बहिनीको झन् स्पेशल छ होला मेरो फेभरेट हो न यो अब चाहिँ लास्टमा छ एकदम स्पेशल वाला कलर खासै नमिल्ने व्हाइट मलाई छ सजिलै त्यही अलि 1 2 मोनिका 1 2 3 गो आस्ताको चीज भयो भेटा है आस्ताको भन्दा आइस्माको भन्दा आस्ताको राम्रो रहेछ ए ताली आर यु ह्यापी बोथ अफ यु सुन्नु मैले चाहिँ यो बिहान हामीले चीज रोल खाएको थिएँ तर अर्कै फ्लेभरको थियो यो नयाँ फ्लेभरको आएछ अनि त्यही भएर मैले यो लिएर आइदिएको त्यसलाई व्हाइट भन्ने कि नभन्ने गाइज हजुरहरूले कमेन्ट गर्नु है बिकज वाइट छ नि त मैले भेटा थिएँ तर पनि हजुरहरूले नै भन्नु होला है बाई देखाम सबैलाई के छ आस्था त्यो ग्रीन हजुरको लागि हजुरलाई मन पर्छ भनेर लिनुभएको कलर चाहिँ एक्सचेन्ज गेममा होइन ल राख्नुस् सबै माथि राख्नुस् हाम्रो पसलको लगेज पनि हेर्नु गाइज हाम्रो चाहिँ छ भन्दाखेरि महेन्द्र पुलमा छ अनि महेन्द्र पुलको टियाट्रेसमा छ मलनपुरमा आउनुहोस् यहाँ पुरै ब्यागहरू भिजिट गर्नुहोस् मोबाइलले जस्तो ब्याग देखाए पनि ब्यागहरू चाहिँ दामी दामी छ है अलिकति नराम्रो चाहिँ मोबाइल हो